हेलो गाइज नमस्कार। आज चाहिँ मैले मेरो छोरीलाई खाजाको रूपमा मिलेट पास्ता बनाएर दिएँ मामुचुल प्रडक्टबाट बनेको। यसमा चाहिँ कोदो, सुजी, वाटर अनि गहुँ, टमाटर, ब्रोकाउली मिसाएर बनाएको पास्ता रहेछ यो। बनाउने तरिका पनि त्यही लेखेको छ। एकदम मिठो अनि प्राइस पनि मिलाएर छ। अनि बेबीहरूको लागि नि हेल्दी, हाम्रो लागि पनि एकदम हेल्दी छ यो चाहिँ। मैले चाहिँ आज छोरीलाई बनाएर दिएँ। हेर्नुहोस् है त कसरी बनाउँदैछु मैले। पहिला काटेर राखेको प्याज तेलमा फुराएँ। त्यसपछि पहिले नै बोइल गरेर राखेको पास्ता थियो, मिलेट पास्ता। त्यो चाहिँ बोलमा राखेको थिएँ। टमाटर अनि थोरै अन्डा मिसाइदिएँ। अन्डा खान्छ मेरो छोरीले। अनि भेजिटेबलको रूपमा चाहिँ थोरै गाजर अनि रेडी भएको थियो। अनि छोरीको रियाक्सन हेर्नु है त। एकदम मिठरी खाँदै छिन्। हजुरहरूले पनि ट्राई गर्नुभएको छैन भने ट्राई गर्नु होला। एकदम राम्रो हेल्दी अनि बनाउन पनि सजिलो हो है त। ट्राई गर्नुभएकोले चाहिँ कमेन्ट गर्नु होला। धन्यवाद।